अब हाम्रो बिहे हुन्छ, सानो एउटा घर हुन्छ, अनि छुट्टै संसार हुन्छ। कति रमाइलो हुन्छ है प्रेम। हुनु त हुन्छ, तर खोइ खुसीसँगै दुःखको दिन पनि आउने हो कि? किन र प्रेम? किनकि तिमी धनी बाबुको एक्लो छोरी सुखै सुखमा हुर्केकी, म त एउटा गरिब गोठालो नै हो। फेरि तिम्रो दाइले गरिब गोठालो भनेपछि मनै पराउनुहुन्न। जे भए पनि मेरो दाइलाई एकचोटि भेटेर हाम्रो बेको कुरा त गर। हुन्छ, तिम्रो दाइसँग भेटेर कुरा गर्ने कोसिस गर्छु। तिम्रो दाइले मलाई गरिब गोठालो भनेर अस्वीकार गर्यो भने? तिमीले नेगेटिभ सोच्दै नसोच न, पोजिटिभ सोचेर एकचोटि कुरा गरेर त हेर न। मेरो त घरमा थुप्रो काम छ। ल ल, म पनि अब गाई बस्तु लिएर जान्छु। हुन्छ। सुन त प्रेम, मेरो दाइसँग हाम्रो कुरा चाहिँ गर है। के गरिराख्यो प्रेम? होइन, त्यत्तिकै बसिरहे। गोठालो जानु पर्दैन त? अलिक एकछिन तेल जाउँला नि। कस्तो खालको मान्छे रहेछ गोठालो जानुपर्ने मान्छे? कहाँ हिँड्ने हो? अब म आफै गोठालो जानुपर्ने भयो। तिमी आइपुग्यो? आएँ अघि नै, किन मेसेज पठाएको छु? दाइले तिमीसँग मलाई छुटाउन लागिरहेछ, त्यही भएर आजै भागौँ भनेर। ला हो र? छिटो छिटो जाउँ, हामीलाई खोज्दै दाइ यतै आउँदै हुनुहुन्छ।